चिकन चिल्ली त्यही पनि यति सजिलो कसरी बनाउने म भन्छु है त हजुरहरूलाई आज। प्याज लिने नि, प्याजलाई चाहिँ नि टुक्रा बनाउने, आफ्नो अब कसरी बनाउनु मन लाग्छ आफ्नो स्टाइलले बनाउँदा पनि भयो। अनि त्यो पछि क्याप्सिकम लिने, अनि खुर्सानी लिने, अनि टमाटर लिने, अनि क्याप्सिकमलाई पनि प्याज जसरी काट्नु भएको छ त्यसरी नै क्याप्सिकमलाई नि काट्नु, अनि खुर्सानीलाई चाहिँ अलिकति लाम्चो बनाएर काट्दा राम्रो हुन्छ। अनि त साथीहरू म त जहिले पनि घरमा बनाउँदा यसरी नै चिकन चिल्ली बनाउँछु कि सजिलो पनि हुन्छ, अनि थोरै अमाउन्टमा बनाउन पनि सकिन्छ। अनि कहिलेकाहीँ अब क्याप्सिकमहरू छैन भने नहाल्दा पनि फरक पर्दैन त्यो चाहिँ। अब टमाटरलाई नि काटिसकेपछि यतिको चाहिँ भइसकेको थियो होइन, यति अमाउन्ट थियो। अनि मैले चाहिँ 1 केजी मासु लिएको थिएँ कि, तेल चाहिँ एकदम थोरै हाल्ने कि त्यो मासुको निस्किन्छ नि त बोसोहरू, अनि त्यही भएर अनि तेल चाहिँ सकेसँग थोरै हाल्ने, अनि त्यो पछि थोरै बेसार हाल्ने, अनि फेरि चलाउने होइन। अनि त्यो पछि अनि नुन हालिदिने, नुन स्वादअनुसार हाल्ने, आफूलाई कतिको खानु मन लाग्छ। अनि त्यो पछि त्यहाँ नुन हालेर नि चलाइदिने, अनि त्यसलाई चाहिँ एकछिन चाहिँ मजासँग चलाउनु दिनुपर्छ कि, चलाएर अनि छोपिदिनुपर्छ। साथीहरू हामी चाहिँ फेरि धेरै जस्तो यही चिकन चिल्ली नै खान्छौँ कि ग्रेभी भन्दा पनि, तर ग्रेभी चाहिँ कहिलेकाहीँ मात्रै खान्छौँ हामी चाहिँ। अनि चलाएर अनि यतिको पानी निस्किसकेको थियो नि त, त्यो नुनले यतिको पानी निस्किसकेपछि चाहिँ फेरि चलाउने, अनि फेरि छोपिदिने कि, अनि मासु चाहिँ मजासँग पाक्नु त पर्यो नि त। अनि पानी सुकिसकेको थियो त्यतिले गर्दा, अनि यसलाई नि मसा चलाएपछि चाहिँ म चाहिँ अनि धेरै यो तेलमा फ्राई गरेर चाहिँ बनाउँदिनँ कि, म घरमा बनाउनको लागि चाहिँ अब तेल भन्दा पनि मैले चाहिँ थोरै तेल हालेर यसरी नै बनाउँछु नि। फर्स्टमा चाहिँ म क्याप्सिकम हालिदिन्छु, क्याप्सिकम हालेपछि त्यो पछि प्याज हालिदिने, प्याज र टमाटर सबै हालेर अनि त्यसलाई चाहिँ एकछिन राम्रोसँग अलिकति फिजारेर राख्ने के, अनि त्यो पछि अनि छोपिदिने नचलाइकन, एकछिन त्यो बाफले पाक्छ नि त मजासँग, अनि छोपेर अनि एकछिन। हजुरहरू पनि एकचोटि यसरी पकाएर ट्राई गर्नुहोस्, हजुरहरूलाई पनि मनपर्छ, म चाहिँ यसमा स्योर भन्न सक्छु क्या। अनि त्यसलाई चाहिँ अनि छोपेर निकालेपछि चाहिँ तिनीहरूले चाहिँ मजासँग चलाउने, अनि धेरै खुड्दिने गरेर चाहिँ नचलाउने कि, हल्का चलाउने। अनि त्यो पछि सोया सस हालिदिने, सोया सस हालेर नि अनि चलाउने, अनि त्यो पछि अनि फेरि केचप हालिदिने क्या। केचप चाहिँ अब कतिको गुलियो मनपर्छ, चिकन चिल्ली भनेको त गुलियो, अनि अलिकति पिरो, अलिकति अमिलो, अलिकति नुनिलो हो नि त। अनि त्यही भएर यसरी बनाउनु भयो भने चाहिँ एकदम मिठो हुन्छ क्या। अनि त्यही भएर एकचोटि ट्राई गर्नुहोस्, अनि मलाई भन्नुहोस् है त कस्तो हुँदो रहेछ, हजुरहरूलाई कस्तो टेस्ट लाग्दो रहेछ। अनि म चाहिँ यसरी बनाएर खान्छु साथीहरू। यसरी बनाएर खानुभयो भने चाहिँ खानासँग पनि खाना मिल्यो, हामी चाहिँ मोस्टली खानासँगै खान्छौँ। अनि त्यो पछि यो चिउरा भुजाहरूसँग पनि मिठो हुन्छ कि यसरी खाँदा फेरि। अनि एकचोटि बनाएर खानु होला साथीहरू, मैले पनि खाएँ, हेर्नुहोस् त। एन्ड थ्याङ्क यू फर वाचिङ गाइज।